सबैजनालाई दर्शन नमस्ते, वेलकम टु माई युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ हामी लबडाँडा घुम्न जाँदैछौँ। सो दिदी म आन्टी सो म चाहिँ रेडी भएको छैन, म रेडी हुन्छु अनि त्यसपछि म हजुरहरूसँग आउने छु है त। साथीहरू अब म चाहिँ रेडी भइसकेको छु जानुको लागि। यता चाहिँ पकाउँदै हुन्छ, आफ्नो खाजा खानु जान लागेको टेन्ट लगाउनु मात्र छ। हामी जान्छौँ साथीहरू। अनि छिटो आउनुपर्ने हुन्छ, रात पनि पढ्नु पर्छ लाग्यो, अघि नै जाने भनेको। सो आन्टी चाहिँ आन्टी बुकिङ गर्नुभएछ। अनि अहिले खाना सबै बोलाउनु भयो। अब हामी चाहिँ जान लागेको साथीहरू है। झट्ट खाजा खान्छौँ भन्नु त्यहाँबाट निस्किन्छौँ। खाजा पनि पाकिसकेको छ, खाना मात्रै बाँकी हो। खाजा चाहिँ रेडी भइसकेको छ। अब म खानु लागेको खाएर हामी जान्छौँ साथीहरू। दम्मै भएको छ, दम्मै भएको छ। हामीले के हो नि गाउँले खाँदा खाँदा भइहाल्छ मलाई। थोरै मिठो भयो। हाई भन्दैन चाहिँ हाई भन्दैन। साथीहरू हामी जानु लाग्यौँ। अब जानुपर्ने हुन्छ होइन। दिदी आउँदै हुनुहुन्छ माथिबाट, हामी चाहिँ जानु लागेको छौँ। सो हामी चाहिँ हिँड्यौँ अब। सो साथीहरू हामी चाहिँ हिँडिसकेको छौँ, दिदी र म। अनि दिदी चाहिँ त मजाले टिकटक बनाउँदै हुनुहुन्छ। अनि हेलो 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 गरेर उता मोबाइल हेर्नुहुन्छ। आन्टीले फोन गर्नु त। सबैजना सन्चै हुनुहुन्थ्यो, हामी पनि लबडाँडा हिँडेको अघि नै भनिरहेको मान्छे भन्नु चाहिँ जाँदैछौँ हामी चाहिँ तपाईँलाई हेर। के नबोल्नु त, बोलेको नाम हामी चाहिँ जाँदैछौँ। यस्तो यस्तो बुढो गीत नबोलाउनु है हिँड्ने बेलामा त। गाडी उता चाहिँ मकै गाडी छ साथीहरू। यहाँ यस्तो खिल्का लागेको हुन्छ। साथीहरू हामी चाहिँ जाँदैछौँ है टोटो लगाएर। साथीहरू हामी चाहिँ आउँछ आइपुग्न लाग्छौँ। कति बजा आऊ के लाग्छ, कति बजा हो। अब म त बनाउँदिनँ लाग्छ पनि छ। हामी चाहिँ जाँदैछौँ हाउसिङबाट तल तल सुटो हुँदै जान्छौँ। हामी चाहिँ कहाँबाट निस्किनुहुन्छ आन्टी? यहाँबाट होइन। आन्टीलाई पर्खिन्छौँ एकछिन यहाँनिर गएर। आन्टी पनि ल अब जाँदैछौँ है हामी पनि चट्ट लगाएर मिलाएर सबैको होइन। कताबाट जाने हो? राणा हिजो त्यो हेर्छु त कम्ती सबै मेरो मात्रै हेरिरहेछ त। आन्टी हो नि त यहाँको साथीहरूको। यता चाहिँ चटपटे पनि पाइँदो रहेछ होइन। छाता नबोकी आएको है तिमीहरू?
अरे पानी आयो भने अनि के यीहरू यता चाहिँ नास्पाती अनि यो के भन्छ भोक्से के भन्छ यता भोक्से नै भन्छ है नास्पातीहरू रहेछ साथीहरू हामी चाहिँ होइन जाँदैछौँ लपडाँडा अलिक टाढा रहेछ यहाँबाट टाढा त टाढै हो दशकमा आउनुभयो भने दर्शकमा यता हिजोको कमेडी आन्टी आन्टीलाई मात्रै अलिकति देखिन नि त मैले पनि हजुरहरू चाहिँ देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ पुरा गीत पनि बजाइरहेको फोन गरेर बस्सुकै पनि निधाइछु भाइ उसले साइलले फोन उठाएन भने रिसाएर कताबाट हो यहाँ आइपुग्यो घरैमा छ यस्तो पाराले हिँडिरहेछ है यहाँ सिधै कुना कुनाबाट जान्छ मेरो त कपाल त राम बादलको जस्तै आएछ त भुट्टा जस्तै रक्तो नराको भुट्टा पारेको अवस्था हामी चाहिँ जाँदैछौँ साथीहरू है कहिले पुग्ने हो लामडाँडा थाहा छैन धेरै लामो बाटो रहेछ रामडाँडा कि लबडाँडा हो लपडाँडा लपडाँडा होइन यताबाट जाउँ मैले रङ बोलेँ कि भन्ने पिरो भयो नि मलाई जाँदैछौँ साथीहरू यहाँबाट शिव त कच्ची कच्ची बाटोबाट आइसक्यो लपडाँडा त यो पर्तिर चित्त लागेर होइन यस्तो रहेछ उता चाहिँ हामी हिँडिरहेको छौँ खुल्ला छ बाटो गाडी साडी छैन आनन्द रमाइलो छ ए घुम्ने ठाउँ हो स्कुल पो हो क्या उयो स्कुल कलेज स्कुल मन्टेश्वरी त चाहिँ स्कुल रहेछ साथीहरू मलाई चाहिँ थाहा थिएन म आज यताबाट फर्स्ट टाइम गएको हो बाटो सायद मेरो सबै नयाँ नयाँ ठाउँहरू तपाईँहरू स्कुल रहेछ एउटा टट्ट मान्छेहरू पनि हिँडिरहनु भएको छ कहाँ लपडेर जानु छ्या लभ नगर्ने हामी हेर्न मात्रै आएको अर्काको लभ चिनेको मान्छे हो होइन यो हामी सबै चिनेकै जस्तो बोलेपछि चिनेकै जस्तो गरेर बोलिदिनु पर्दा अघि के त्यहाँ उताबाट आएको त्यो तरकारी बजारबाट जान्थ्यो एउटा मान्छे भुइँमा पसारिएर छामिरहेको थियो छ्याइ म त घिनाले मरिजान त्यस्तो भयो भने उहाँले के भन्छ हिँड्नुपर्छ बाटो पसारिएर के यस्तो यस्तोमा पसारिएर जस्तो छ हामी आउँदैछौँ जाँदैछौँ मेरो दिदीले चाहिँ टिकटक बनाइरहनु भएको छ मेरो सर्ट खुसिसकेको छ यहाँ यो बाटो चाहिँ एकदम हिलो हिलो रहेछ है हामी आएर त्यस्तो छ अनि हामी चाहिँ हिँडिरहेको छौँ बसी जाँदैछौँ अब पुग्न लागि लगभग होइन छोटो भाइ साथीहरू आइपुग्न लाग्यो धेरै आइपुग्न लाग्यो आन्टी मास्क खोल्नु न हौ यो हो नि त लाइन यो चाहिँ आइपुग्न लागि लपडाँडा भन्छ राम्रो त छैन जोस् यसो जोडी भन्नु आन्टी जोडी हेर्नु भन्नु पनि नमिल्नु होइन तपाईँले इन्ट्री गऱ्यो
यसो देख्न सक्नुहुन्छ यस्ता छन् होइन ठाउँ चाहिँ यस्तो छ नखरा कान्छी बाइक आउँदैछ त्यहाँ आलभित्र पसौडा नि निकै स्टाइल भइरहेछ यस्तो सन्दर्भबाट चाहिँ साथीहरू टक्क लगाएर होइन हामी चाहिँ आइसकेको छु चाहिँ एकदम कुदेर आएको छ यहाँ जोडी चाहिँ यहाँ चाहिँ दुईजना लभ गर्दै हुनुहुन्छ दुईजना चाहिँ क्यामेराम्यान अगाडि सो हेर्न सक्नुहुनेछ मेरो भोइस चाहिँ सुन्नुहुन्न होला सो पनि म धेरै ठुलो बोल्ने प्रयास गरिरहेको छु अझै सबैजना साथीहरू हुनुहुन्छ त्यहाँबाट झन् खतरा आउँछ यहाँ निराशमा बसिरहनु भएको छ केटी दिन परेको बिचरालाई अघिसम्म भत्पताउँदै अहिले चुपचाप छ हिजो बाँदरलाई पनि तपाईँ भन्दै गीत बजाउन मन लाग्छ साथीहरू हामी चाहिँ यहाँ अब एकछिन बस्छौँ जान्छौँ साथी दिदीहरूले आन्टीहरूले टक्क टिकटक बनाउने हुन्छ म चाहिँ यता यसो पछाडिबाट निस्कनु मात्र म चाहिँ बनाउँदिनँ मैले दिदीहरूलाई बनाउनु चाहिँ लगाइदिएको थिएँ त्यो चाहिँ दिदीभित्र गरेको साथीहरू होइन अब घाम पनि लाग्यो अहिले चाहिँ बेलुका आएर अघि चाहिँ एकछिन पानी पऱ्यो नि पऱ्यो है अलिअलि पानी पऱ्यो अनि
त्यहाँबाट हामी पनि एकछिन बस्छौँ भने हामी पनि जान्छौँ। आन्टीहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ। आन्टी र दिदी चाहिँ म चाहिँ यहाँ बसेर हेर्ने साइडबाट जिस्काउने मात्रै हो। सो आन्टी बोल्छु भन्दै आन्टी बिचमै उठेर जानुभयो। अनि म आन्टी समक्ष म चाहिँ हस्तान्तरण गर्न चाहेको। हेलो नमस्कार सबैजनालाई। यहाँ मलाई मलाई बोल्न आएन भने न बरु। सो आन्टी चाहिँ लजाउनु भयो होइन, अकमकिनु भयो कि बोल्दा बोल्दै। हुन त फर्स्ट टाइम हो, हुन्छ जसलाई पनि मलाई पनि अझै राम्रो बोल्न चाहिँ आउँदैन। म पनि सुरुवाती नै हो। सो सबैले माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला भन्ने आशा छ। सो आज चाहिँ दिदी पनि टिकटक बनाउँदै हुनुहुन्छ र डाटा तानी सो अब चाहिँ हामी के गर्ने, टिकटक बनाउने। हामी चाहिँ जाँदैछौँ उकालो साथीहरू। हामी चाहिँ फाइनल साथीहरू चटपटी खाना आइसकेको छौँ दिदीहरूकोमा। सो आन्टी चाहिँ कस्तो नाचिरहनु भएको छ। हामी चाहिँ यस्तो पारामा आएको छौँ यहाँ लबडाँडामा चटपटी खाना। चटपटी पनि आइसकेको छ तिम्रै फोटो छातीमा टास्या छु, तिमी सपना छोराको हाँस्या छु, पुरै बुझ्दैन निन्द्रा पनि लाग्दैन खाना। साथीहरू म धेरै चटपटी खानु हुँदैन, त्यही भएर मैले चाहिँ थोरै खाएँ आज चाहिँ। अनि मैले 2 दिन मात्रै गाँस आन्टीहरू चाहिँ सकेसम्म खाएँ म चाहिँ खाँदिनँ। बिल्ला भन्दै खाएर अब हामी चाहिँ जान लागेको। दिदी आन्टी नाच्नु भन्नु हुन्छ, मेरो गीत मन परेको अब एकछिन घुम्ने झुम्ने अनि मात्रै जाने हामी पनि। सो हामी चाहिँ जाँदैछौँ साथीहरू। बाटो चलिँदै अप्ठ्यारै रहेछ। हामी चाहिँ जाँदैछौँ साथीहरू यता उकालो उकालो। आज चटपटी आएको कस्तो घिन लाग्यो है। त्यो निस्केला जस्तो भइसक्यो अहिले नै। हामीलाई घिन लाग्यो, हामीले चाहिँ खाना त्यस्तो ठाउँ चाहिँ नआउनु होला। जिन्दगीमा नआउनु होला भन्न चाहन्छु। सरप दिएर गयो होला। पानी पनि बोक्ने भइसक्यो, बल गइसक्यो। सो साथीहरू हामी चाहिँ अब कताबाट जाने भन्ने डिसिजन नै भएको छैन। आन्टी चाहिँ गएर के कताबाट जाने भन्ने हुनुहुन्छ। अब अहिले एकछिनमा त्यही बाटो हुन्छ क्या, बाटो जाँदैछौँ हामी। जान चाहिँ कताबाट हुन्छ हेरौँ, त्यही बाटो हुन्छ कि अर्को बाटो हुन्छ होइन। हिनाले मरिगएन झन्, हिनाले मरिगएन। मेरो कान्छी बहिनीले चाहिँ कामले मलाई थाहा थियो, मलाई पुट्न विश्वास थियो रे। अनि हामी चाहिँ साथीहरू चाहिँ जाँदैछौँ। आज चाहिँ बिल्कुलै मैले आजसम्म फर्स्ट टाइम खायो होला यति फोहोर चटपटे होइन। सो मलाई घिन लाग्यो, 2-3 गाँस खाएर मैले चाहिँ छोडिदिएँ होइन। के यहाँबाट सुसाइड गर्न लाग्यो क्या।
हो हे यो म चाहिँ मरे पनि गर्छु सो अब चाहिँ जाँदैछौँ त्यही बाटो जाने भयो फिक्स हुने होइन अनि काठमाडौँ सहर हेर्नु है साथीहरू हामी चाहिँ अब रुम जानु लागेको अब यतै अर्को बाटोहरू जाने फिक्स भयो होइन जाँदैछौँ हामी गुटुङ लगाएर आफूलाई मात्रै ल्याउने हेर्नु नि आफ्नो पनि हामी नआउने हो नि चाहिँ होइन सिकाउँदैन है ले ए होइन यहाँ मान्छे अनि त्यसै गर्छ नि अनि नकुट्नु न हौ सो अब हामी चाहिँ जाँदैछौँ अर्को बाटो यहाँबाट त्यहाँबाट लपडाँडा अब हामी चाहिँ लाग्यौँ साथीहरू फटाफट हुन त कुमकुस्केको सो आज चाहिँ हामी तल झरिसकेको छौँ अनि अघि गरेको भएन होइन साथीहरू सरी भन्न चाहेँ अनि यता आन्टी गइसक्नु भएको छ तल अगाडि हिँड्नुहुन्छ क्या आन्टी चाहिँ जहिले पनि लुक्नको लागि किन हो थाहा भएन सो अब हामी पनि जाँदैछौँ अनि अब हामी पनि रुम जानुपर्ने हुन्छ साथीहरू कति लागेर आन्टी पुरै हुन्छ किन हो यस्तो म आज सिरियसली अनि अब चाहिँ हामी पनि जान्छौँ है रुम लाग्नु आन्टीहरू पनि अगाडि बस्नु भएको छ अनि म चाहिँ यता एकछिन दाइसँग गएको चिनेको दाइसँग अब हामी जान लागि फाइनली साथीहरू यस्तो छ है यता लपडाँडा चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ अनि रुमतिर लाग्यौँ रमाइलो पनि भयो अलिअलि आन्टी लुदिनु भयो सो अब बाई बाई गर्नुपर्ने हुन्छ यतालाई पनि बाई बाई है आन्टी हामी अब हिँडेको नि रुम हामी चाहिँ हिँडिसक्यौँ साथीहरू हामी चाहिँ यस्तोबाट जाँदैछौँ सो हामी चाहिँ आइसकेको छौँ अब हामी चाहिँ अब आइसक्यौँ साथीहरू किचनमा छौँ हामी चाहिँ अब चाहिँ बाई बाई भन्नु सो अब चाहिँ हामी सब्सक्राइब